till I get up. Time is barely on our side. हेलो वेलकम टु न्यू भिडियो। आज चाहिँ हामीहरू पिरो चौचौको च्यालेन्ज गर्दैछौँ। आजको च्यालेन्ज चाहिँ चौचौ पिरो चौचौ 20 खाले टी दुईटा 3 जनाले खाने हो। अब यसलाई उसिनेर तयार पारेर म रेडी गरास सी हेरौँला। हाम्रो स्पाइसी चाहिँ तयार भइसकेको छ। अब खानाका लागि ओ भाई ये क्या है? हामीले चाहिँ खाना सुरु गरिसकेका छौँ। 3 जनाले नहसाउन केटा हो, कस्तो लाग्छ केटा हो। मिठी त छ नि। वाओ ब्यूटीफुल भनिहाल्न चाहिँ पछाडिको बहुत पोल्ने भयो मेरो हिसाबमा। तिमीहरूले कस्तो लाग्छ? पानी चाहिँ लियो कि नै? चाहिँदैन। पानी चाहिँदैन? पानी चाहिँदैन? चिनीको डिब्बा राखेको क्या बोला तूने? चिनीको डिब्बा तैँले त्यतिकै खा हामीले। मलाई भयो उदाच्छु मलाई भयो। किन आत्ती हो त? अनि खाऊ केटा खानुपर्छ। हजुर धेरै होइनन्, 3टा दुईटा हुन् एउटा मान्छेलाई। चारवटा सुप तिनका। धेरै पकाएको छु। अहिले त म त हटाए रे। ल खाना खाना हातले खाने चम्मच हुन्न। भात स्पाइसी चौचौ नुडल्स हो कि चौचौ भन्छन् न केटा हो। क्या बोला तूने? अनि कता हो यस्तो भइसक्यो। ल म चाहिँ सुरु गरेँ है। केटा पिरो त छैन है। अब तो सच बोल दे भोसड़ी। के भयो भाइ? दिनमै टाढा देखिन्छ न। धेरै केही होइन। यस्तो 3टा खुर्सानी है। पिरो चौचौमा नभएर खुर्सानी पिरो नभएर पिरो चौचौको 6वटा राता हारका खुर्सानी राखेर चौचौ चाहिँ बोलो यार, पिरै बोलो मेरो त। अहिले तिमी त नखा। ल्याएर राखेको छ त्यो। जाँदा मरिन्छ क्या भाइ। यिनी कान्छाहरूले पिरै भएको छैन। पसिना आँखा राख्नु थाले। लगाइ छुइनँ म। बिहा हो। यार त्यति यहाँ राखिदियो कि बे उति फालो के जस्तो लाग्यो मलाई त। ओहो पिरो रहेछ यार। अब सुरु त्यसले अलरेडी अल्सन दिन थाल्नु पाइदिनु भएन। गाई छ अब भोलि होइन
पिछड़े से आग बोलेगा पिछड़े से आग बोलेगा आग लास्टमा मात्र बाँकी पिरो भयो धेरै नै फाइनल्ली भइसकेको छ च्यालेन्ज चाहिँ पिरोको हालत त्यही नै हो पेट पोलेर हामीलाई नै पलायो ए बेचारा क्या हो अब यसलाई हेर धेरै पिरो भएछ र यही बसिन हामीलाई झूठ बोलो बार बार झूठ बोलो ल गाइस आजको च्यालेन्ज चाहिँ कम्प्लिट भइसकेको छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला माया गर्दै जानुस् पिराको कारण पेट पोलिसक्यो हाम्रो नै पलाए क्या हाम्रो त केही भएन यसलाई मात्र भयो मुखमा चिनी राखेर डल्लो भन्दैछन् यिनीहरू ल बाई बाई